आज चाहिँ हामी पर्सनल प्यानको राजस्व मोबाइलबाटै घरमा बसी बसी कसरी तिर्ने भन्ने कुरा हेर्छौँ। म चाहिँ मोबाइलबाटै गरेर देखाउँछु। यसको लागि सुरुमा क्रोम खोल्ने, कुनै पनि ब्राउजर खोल्न सकिन्छ र यसको अफिसियल वेबसाइटमा जानुपर्ने हुन्छ ird.gop.np। यसमा गइसकेपछि करदाता पोर्टल भन्ने छ, करदाता पोर्टलमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि लेफ्ट साइडमा यहाँनिर इन्कम ट्याक्स भनेर छ, यो प्लस बटनमा क्लिक गर्नुहोस् र फर्स्टमै देखेको D1 रिटर्न इन्ट्री फर्ममा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेँ मैले र यहाँनिर स्थायी लेखा नम्बर छ। यहाँनिर चाहिँ तपाईँले प्यान नम्बर इन्ट्री गर्नुहोस्। म मेरो प्यान नम्बर इन्ट्री गर्छु। र यता खाली एरियामा क्लिक गर्नुभयो भने यो डिटेल्सहरू सबै आउँछ। यो डिटेल्स आइसकेपछि रजिस्टरमा क्लिक गर्नुहोस् र यहाँनिर तपाईँको सबै डिटेल्सहरू देखिन्छ। तपाईँको व्यवसायको नाम, ठेगाना, सबै कुराहरू देखिन्छ, फोन नम्बर लगायतको कुराहरू। र यहाँनिर आर्थिक वर्ष छ, यो आर्थिक वर्ष। यहाँनिर चाहिँ मेरो 3टा आर्थिक वर्ष देखाएको छ। मैले 3वटा आर्थिक वर्षको कर तिरेको छैन र तपाईँको केसमा चाहिँ यस्तो नहुन सक्छ। अब अहिले चाहिँ म 7980 को कर तिर्न गइरहेको छु। त्यसको लागि म यही 7980 सिलेक्ट गर्छु र कारोबार रकम। अब यहाँ तपाईँको कारोबार चाहिँ कतिको भएको छ यो आर्थिक वर्षमा भन्ने उल्लेख गर्नुपर्छ। म चाहिँ यहाँ 20 लाख उल्लेख गर्छु र कट्टी हुने रकम चाहिँ म यसलाई 18 लाख लेख्छु। र मैले यति, तपाईँले आफ्नो आफै व्यवसाय अनुसार लेख्न सक्नुहुन्छ। र लेखिसकेपछि भाउचर म चाहिँ कुनै पनि ब्याङ्क तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। म चाहिँ नेपाल ब्याङ्क लिमिटेड सिलेक्ट गर्छु। ओके गरिदिएँ मैले। अब यहाँ हेर्नुहोस्, मैले यो आर्थिक वर्षमा 8041 रुपियाँ तिर्नुपर्ने भयो र मेरो लाग्ने कर रकम चाहिँ 4000 मा कर लागेको हो। र यहाँनिर चाहिँ मैले जम्मा तिर्नुपर्ने चाहिँ 8041 रुपियाँ 37 पैसा तिर्नु पर्यो। अब यो मैले अहिले अनलाइनबाट तिर्न गइरहेको छु। त्यसको लागि चाहिँ म यति सबै डिटेल्सहरू ठिक भइसकेपछि म सबमिट गर्छु र यसरी भाउचर डाउनलोड भइसकेको छ। अब यो भाउचरलाई चाहिँ हामी ई-सेवा मार्फत तिर्छौँ र त्यसको लागि चाहिँ मैले ई-सेवामा क्लिक गर्छु। कन्टिन्यू पेमेन्ट र पेमेन्ट भइसकेपछि चाहिँ अब यस्तो खालको इन्टरफेस आउँछ।